दर्शकबिन यो सिराहा जिल्लामा एसी परीक्षा दिँदा विभिन्न विद्यालयबाट मोबाइलहरू जफत गरिएको थियो र विभिन्न यही मोबाइलहरू आज यसरी पानीमा डुबाएर मोबाइलहरू खराब गरिएको छ। यी विद्यार्थीहरूको मोबाइल हुन् जो प्रहरीले जफत गरेको थियो र विभिन्न विद्यालयबाट सिराहा जिल्लामा यसरी विभिन्न समुदाय अथवा निकायहरूले नै मोबाइललाई नष्ट गर्ने एसीको मोबाइलहरू नष्ट गरिएको छ। के हो प्रक्रिया, कसरी यो अगाडि बढ्यो? यो एसीको मात्रै होइन, यसमा एसी र प्लस दुईटैको हो। सिराहा जिल्लाभरिमा प्रत्येक परीक्षा अनुगमन समिति थियो। अनुगमन क्षेत्रमा मोबाइल रेसमा क्लास दुईटै एसी र प्लस दुईटै गरेर 496 अनि 5 थियो स्मार्ट क्लास दुईटै गरेर नष्ट गरेको छ। अब यसमा नष्ट गर्नलाई अब हाम्रो प्रदेश स्तरीय शिक्षा मन्त्रालयले यसको आधारमा जिल्ला परीक्षा अनुगमन समितिको निर्णय छ। पटकपटकको निर्णय पनि छ। एसएलसीको पनि एसईको र प्लस टूको दुईटैको त्यही निर्णयको आधारमा हाम्रो त्यहाँ सरले नै यो निर्णय कार्यान्वयन गर्नको लागि एउटा उपसमिति गठन गर्नुभयो। हामी त्यो उपसमितिले त्यही निर्णयहरू कार्यान्वयन गर्छ। अनि यो ड्रममा चाहिँ त यो कतिपय मोबाइलहरू त बिग्रिन्छ, अरू जुन आइफोनहरू छ त्यसलाई के गर्नुभयो? त्यो आइफोनलाई अहिले मैले के गरेँ भने कतिपय आइफोन मोबाइल पानीमा राखे पनि त्यो बिग्रियो। त्यसको लागि आइफोन अलिक फुटाइयो, फुटाएर अब यो पानीमा समयसम्म हामी राख्छौँ। अब जुन यो ड्रममा त हाल्यो होइन, अब यसपछिको प्रक्रिया के छ? अब फेरि बोरामा राखेर फेरि मुटुको उठाएर फेरि तपाईँको अब स्टोर गरेर राख्नु पर्यो। काउन्टिङ यसलाई अब 24 घण्टा पानीमा राख्ने। पानीमा राखिसकेपछि यसलाई फेरि तपाईँको बोरामा प्याक गरेर मुटुको उठाएर फेरि यसलाई चाहिँ स्टोरमा राख्नु भनेर भन्नुभएछ। 24 घण्टा यसलाई पानीमा राख्नु। अनि आइफोनलाई चाहिँ फुटाएरै किनभने त्यो पानीमा त्यो डिस्पोजल नभएपछि अब त्यसलाई हामी फुटाएरै अब यसमा चाहिँ हाल्ने। अनि त्यसपछि त्यसलाई चाहिँ बोरामा चाहिँ फेरि राखेर त्यसपछि फेरि मुटुको उठाएर त्यसपछि फेरि चाहिँ स्टोरमा हामीले। अनि यसमा एसीको मात्र थियो कि अरू पनि? यसमा एसीको मात्रै हो सर। एसीमा 496 थान मोबाइल अब हामीले फेला परेका थियौँ। त्यो कारणको अब चाहिँ मुटुमा हामीले यसलाई नष्ट गरेरै निर्णय गरे सुझावको निर्णय गरे अनुसार प्रहरीले पनि त्यही सुझाव गरेको देखिन्छ। तर पनि हामी सबैको सजेसनमा के देखिन जान्थ्यो भने यदि त्यस मोबाइललाई त्यसरी खराब नगरिकन अथवा लिलामी गरेर केही बजेट जम्मा भयो भने पनि विद्यालयलाई नै सदुपयोग गर्न सकिन्थ्यो कि भन्ने जनगुनासोहरू पनि आएको देख्न सकिन्छ। यसरी मोबाइलै नष्ट गर्नुपर्ने र मोबाइलहरूलाई डाटाहरू डिलिट गरेर फेरि त्यसलाई युज गर्न पनि सकिन्थ्यो र लिलामी गरेर पनि स्कुल व्यवस्थापनमा फेरि जो पैसा जम्मा हुन्थ्यो त्यो पनि खर्च गर्न विद्यालयलाई नै खर्च गर्न सकिन्थ्यो र पानीमा नगरिकन भन्ने जनगुनासोहरू र यहाँ सामाजिक सञ्जालमा आएको देख्न सकिन्छ। र यसलाई पनि हजुरले के भन्न चाहनुहुन्छ? हजुरको यस निर्णयलाई हजुरले पनि कमेन्ट गर्नुहोला र के भन्न सक्नुहुन्छ?